आदरणीय अभिभावकज्यूहरू तथा प्रिय विद्यार्थीहरू, हार्दिक नमस्कार। सर्वप्रथम यहाँहरूलाई एसईको उत्कृष्ट नतिजाको लागि एकदमै बधाई र उच्च शिक्षाको लागि शुभकामना व्यक्त गर्न चाहन्छु। अहिले घर घरमा एउटा प्रश्न उठिरहेको छ, अब छोराछोरीहरूको लागि के गर्ने भन्दा कक्षा 11 भर्ना हुने, कलेज भर्ना हुने। उत्तर पनि सोझो छ। कक्षा 11 र 12 अथवा भनौँ आगामी 2 वर्षमा यहाँहरूले जुन अध्ययन गर्नुहुन्छ त्यसले नै यहाँहरूको जीवनलाई मार्गनिर्देश गर्नेछ। त्यसकारण यहाँ के कुरा बुझ्नु पर्यो भने जीवनमा उच्च शिक्षा हासिल गर्नको लागि संस्थाको भूमिका, कलेजको भूमिका के हुन्छ, अभिभावकको भूमिका के हुन्छ, विद्यार्थी स्वयंको भूमिका के हुन्छ, सरकार अथवा समुदायको भूमिका के हुन्छ, यो कुरा एकदमै महत्त्वपूर्ण हुन्छ र यसको विश्लेषण गरेर कलेज छनौट गर्न सक्नुपर्दछ। यहाँहरूले के कुरा याद गर्न पर्यो भने कक्षा 11 र 12 को लागि जुनसुकै कलेजमा पढे पनि सिलेबस उही हो, कन्टेन्ट त्यस्तै हो, परीक्षा प्रणाली तिनै हुन्। त्यसो भए कलेजहरू उस्तै हुन् त। प्रश्न यो आउँछ र यहाँहरूले के कुरा बुझ्नु पर्यो भने तपाईँले जुनसुकै कलेज छान्नुहोस्, सस्तो कलेज छान्नुहोस् अथवा महँगो कलेज छान्नुहोस्, सरकारी छान्नुहोस् अथवा निजी छान्नुहोस्, विषयवस्तु एउटै हो, सिलेबस एउटै हो, परीक्षा प्रणाली एउटै हो। कलेजलाई केले फरक बनाउँदछ त? यो कुरा महत्त्वपूर्ण प्रश्न हो र यही प्रश्नको उत्तर सँगसँगै तपाईँले कुन कलेज छनौट गर्ने भन्ने प्रश्नको पनि उत्तर प्राप्त हुन्छ। यहाँहरूले के कुरा बुझ्नु पर्यो भने संसारका जति पनि सुप्रसिद्ध कलेजहरू छन् ती बिल्डिङको कारणले अथवा कुनै पनि भौतिक संरचनाको कारणले फेमस भएका होइनन्। कुनै पनि कलेज त्यहाँको टिचिङ लर्निङ एप्रोच कस्तो छ, त्यहाँको नर्म्स के हो, भ्यालु सिस्टम के हो, एडुकेसनल भ्यालु के हो, एकाडेमिक हो कि होइन भन्ने कुराले त्यसको पहिचानलाई स्थापित गर्दछ। त्यसकारण गार्जेनहरूले, विद्यार्थीहरूले के कुरा बुझ्नुपर्छ भने विद्यार्थीहरूले अथवा गार्जेनहरूले अथवा विद्यार्थी गार्जेन दुवै मिलेर राम्रो कलेज, उत्कृष्ट कलेज छनौट गर्न सक्नुपर्दछ। अहिले यो पुँजीवादी समाजमा एउटा मानक के स्थापना भएको छ भनेदेखि महँगो र ठुलो कलेज भन्ने बित्तिकै उत्कृष्टता हुन्छ भन्ने मान्यता स्थापित भइरहेको छ। तर आदरणीय अभिभावकज्यूहरू, प्रिय विद्यार्थीहरू, महँगो कलेजहरू मात्रै गुणस्तरका मानक होइनन्। कुन कलेजको शिक्षण सिकाइ प्रविधि कस्तो छ, शिक्षण सिकाइ विधि कस्तो छ भन्ने कुराले शिक्षाको गुणस्तरलाई निर्धारण गर्ने हुँदाखेरि तुलनात्मक रूपमा कम फी लिने कलेजहरूले पनि राम्रो शिक्षा प्रदान गरिरहेका छन्। यो कुरा हामीहरूले बुझ्न सक्नु पर्यो। ललितपुरको कुमारी पाटीमा भएको यो निर्वाणा कलेज यस्तो कलेज हो जो निम्न र मध्यम स्तर आय भएका अभिभावकहरूका छोराछोरीहरूलाई उत्कृष्ट शिक्षाको लागि लक्षित गरेर खोलिएको कलेज हो। जहाँका शिक्षकहरू, शिक्षिकाहरू उत्कृष्ट त हुनुहुन्छ नै, यहाँका शिक्षक शिक्षिकाहरू विद्यार्थीलाई कसरी खुसी बनाउने, शिक्षण सिकाइ प्रक्रियामा विद्यार्थीलाई कसरी सहभागी बनाउने, कसरी खुसी बनाउने, उनीहरूभित्रको सृजनशीलतालाई कसरी प्रस्फुटन गराउने भनेर तालिम प्राप्त विज्ञहरू पनि हुनुहुन्छ। यहाँ सबै विषयहरू फिजिक्स, केमिस्ट्री, बोटनी, जुलोजी, म्यानेजमेन्ट, ह्युम्यानिटिज, ल सबै विषयहरू एकदम रमाइलोसँग पढाइन्छ। रमाउँदै उनीहरूले विषयवस्तुहरू सिक्दछन्। जब विद्यार्थीहरू खुसी हुन्छन् उनीहरूभित्रको क्षमताहरू प्रस्फुटित हुन्छ। जब विद्यार्थी खुसी हुन्छन् घरमा बाआमालाई खुसी बनाउँछन्, साथीभाइको बिचमा पपुलर हुन्छन् र उनीहरू आफ्नो सपना साकार पार्न प्रतिबद्ध हुन्छन्। र हामीलाई के चाहिएको छ भने जब हाम्रा विद्यार्थीहरूको सपना साकार हुन्छ उनीहरूले सफलताको उचाइ प्राप्त गरेका हुन्छन्। त्यसकारण निर्वाणा कलेजले विद्यार्थीहरूलाई खुसी बनाएर विषयवस्तुहरू सिकाउने प्रक्रिया अपनाउनको लागि संसारका प्रसिद्ध विधिहरू एप्रिसिएटिभ इन्क्वायरी, पोजिटिभ साइकोलोजी, सोसल आर्टिस्टी, इमोसनल इन्टेलिजेन्स जस्ता विषयहरूलाई आफ्नो शिक्षण सिकाइ प्रक्रियामा समाहित गरेको छ। यो नेपालको एकमात्र यस्तो कलेज हो जसले यी सकारात्मक कुराहरूलाई आफ्नो शिक्षण सिकाइमा समाहित गरेको छ। विद्यार्थीहरूलाई जीवन सिप सिकाउनको लागि, लाइफ स्किल सिप सिकाउनको लागि र उनीहरूलाई व्यवहारिक बनाउन र संसारका सबै विद्यार्थीहरूसँग प्रतिस्पर्धा गराउनको लागि 1 वर्षमा 60 घण्टाको नन क्रेडिट प्रोग्रामहरू डिजाइन गरिएको छ र ती प्रोग्रामहरूले विद्यार्थीलाई व्यवहारिक, जिम्मेवार र उत्तरदायी बनाउँदछ। त्यसकारण म के कुरा यहाँहरूलाई एउटा निवेदन गर्न चाहन्छु भने हाम्रा विद्यार्थीहरूको सपना, यहाँहरूका छोराछोरीको सपना नै हाम्रो देश रूपान्तरणको अस्त्र हो। त्यसकारण उनीहरूका सपना साकार पार्नु तपाईँको र हाम्रो जिम्मेवारी हो। त्यसकारण तपाईका प्रिय छोराछोरीहरू, हाम्रा प्रिय विद्यार्थीहरूको सपना साकार पार्नको लागि आउनुहोस्, हातेमालो गरौँ।
निर्वाणा कलेज यहाँहरूको लागि अत्यन्तै ठुलो अवसर हो। अत्यन्तै सामान्य शुल्कमा असाधारण शिक्षा प्रदान गर्ने निर्वाणा कलेजको यो लक्ष्यलाई यहाँहरूले अवसरको रूपमा सदुपयोग गर्नुहोस् र आफ्ना छोराछोरीहरूको भविष्य निर्माणको लागि पुनः एकपटक प्रतिबद्धताका साथ सहकार्य गर्ने अवसरहरू सिर्जना गरौँ।